विद्यापीठ हंस चैतन्य गुरुकै मुखार बिन्दुबाट हजुरहरू सुन्नुहुनेछ। गुरुले चाहिँ आफूलाई लागेका कुरा र यो मन्दिरको बारेमा केही कुराहरू बोलिदिन म अनुरोध गर्दछु। यहाँहरू सबैलाई श्री त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्यास आश्रममा हार्दिक स्वागत छ। जसले यो हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, आउनुभएको छ भने एकपटक दर्शन गर्न आउनुहोला। यो दिव्य ठाउँ छ, अलौकिक स्थान छ। अब यो ठाउँ प्रकृतिले असाध्यै सुन्दरता खनाएको छ र त्यसलाई मानिसले कति गर्न सकिन्छ, गर्न बाँकी छ। यी बाँकी रहेका विषय चाहिँ देश विदेश जहाँ जुन अवस्थामा छौँ सबैले चिन्तन गरेर यतिको ठाउँलाई कसरी धेरै चाहिँ विश्वमै चिनाउन सकिने ठाउँ छ, यो ठाउँलाई कसरी चाहिँ चिन्तन गर्न सकिन्छ भनेर सबैले चिन्तन गरौँ। सबैका चिन्तन मिसाएपछि एउटा साझा चिन्तन हुन्छ। एउटाले एउटा यो गराउँदा राम्रो हुन्छ, यस्तो गर्दा ठिक हुन्छ भनेर लागेको छ, अर्को व्यक्तिलाई अर्को बनाउँदा ठिक हुने लागेको हुनसक्छ। ती सबै विषयवस्तुलाई मिसाएर यो ठाउँ अत्यन्तै सुन्दर छ, भविष्य पनि सुन्दर छ, राम्रो छ। अब यही सुन्दर भविष्यको एउटा प्रमाणको रूपमा अहिले यहाँ यो आश्रमका संस्थापक ब्रह्मलीन राष्ट्र सन्त स्वामी परमानन्द सरस्वती महाराज, जसको पूर्ण गतको जसको मूर्ति स्थापना हुँदैछ यही माघ 28 गतेदेखि अब फागुन 30 गतेसम्म धेरै भक्तहरूले यहाँ 108 शिवलिङ्ग दान गरिसक्नु भएको छ, सहयोग रकम पठाइसक्नु भएको छ। तिनको पनि प्रतिष्ठा हुँदैछ। बिचमा शिव पार्वती गणेशजीको मूर्तिको प्रतिष्ठा, त्यसमा हनुमानजीको मूर्तिको प्रतिष्ठा सहित यहाँ विशेष कार्यक्रम आरम्भ गरेको छ। अब यो मैले हजुरहरूलाई यति कुरा गरौँ, यो रामकोट धाम पहिला धेरै हराभरा सुन्दर भएको ठाउँ सबैलाई थाहा छ। त्यहाँ 200-300 जना विद्यार्थीहरू पढ्नुहुन्थ्यो, गुरुहरू आचार्यहरू पनि धेरैजना रहनुहुन्थ्यो, 20-25 जना कमसेकम आश्रमका साधु महात्माहरू रहेको हामीले प्रत्यक्ष देख्यौँ, तपाईँहरूले पनि देख्नुभयो। त्यस्तै गरी अब समयानुकूल समय सन्दर्भ अनुसार त्यत्तिकै जनघनत्व त्यत्तिकै चाहिँ आवागमन बनाउनका लागि अब चाहिँ फेरि राम्रो समय आएको छ आश्रमका लागि, सुन्दर समय आएको छ, स्वर्ण युग आएको छ। यो युगमा अब आश्रमको विकासको निम्ति यहाँ नआउनु भएकाले आउनुभयो, निरन्तर सहयोग गर्नुभएको हुनाले अब चाहिँ यसरी दिगो रूपमा कसरी अगाडि लैजान सकिन्छ भन्ने कुरा चिन्तन गर्नु होला। यो चाहिँ काठीगोला गाउँपालिका 5मा अवस्थित छ। यो बागलुङको कालिका मन्दिर ढोरपाटनको बिचमा पनि रहेको छ। ढोरपाटन जाँदा या मुक्तिनाथ जाँदै गर्दाखेरि तपाईँहरू विभिन्न तराईका क्षेत्रबाट, सहरका क्षेत्रबाट ती क्षेत्रमा जाँदा पनि एकपटक यहाँ बसेर जानु होला। बस्नका लागि पनि व्यवस्था छ। अब यहाँ आन्तरिक व्यवस्थापन पनि भक्तजनको चाप अनुसार पनि व्यवस्थापन हुने भएको हुनाले यहाँ तपाईँहरूलाई बस्न त्यति अप्ठ्यारो छैन भन्दै यो एकपटक दर्शन गर्न पुग्न पर्ने कमसेकम 1-2 दिन बिताउनु पर्ने ठाउँ हो। यहाँहरू आउनु होला आफ्नो, किनभने विभिन्न पेसा व्यवसायमा संलग्न रहेका छौँ। सबैले चाहेर पनि धेरै समय छुट्याउन सकिन्न, तर छोटो समयका लागि पनि यहाँ आएर यहाँको चाहिँ प्राकृतिक परिवेश, धार्मिक परिवेशमा सम्मिलित हुँदै आफूलाई पनि धन्य बनाउनको लागि म हार्दिक निवेदन गर्दछु। किनभने यो ठाउँ मन्दिर हो, आश्रम हो। आश्रममा जो आउँछ आश्रम त्यसैको है, एउटा सिधा कुरा, प्रष्ट कुरा चाहिँ जसले अब नदीमा गण्डकी बगिरहनु भएको छ तर जसले गएर आस्मन गर्छन्, जसले स्नान गर्छन् तिनीहरूको हो। त्यसै गरी आश्रम पनि जसले नजिक बसेर सेवा गर्नुहुन्छ, जो धाइरहनुहुन्छ, सेवा गर्नुहुन्छ, उहाँहरूको लागि हो यो आश्रम, सनातनीहरूका लागि हो। यो सन्देश हाम्रो होइन, ब्रह्मलीन स्वामीजीको हो। यो समाजका उपकारका लागि उहाँले यो स्थापना गर्नुभएको, त्यही स्थापना गरेको संस्था नै अहिले बढ्दै गएर यहाँसम्म आइपुगेको छ। र यसको उन्नतिका लागि र आफ्नो कल्याणका लागि, आफ्नो संस्थाको कल्याण मात्रै होइन, आफ्नो उन्नत कल्याणका लागि पनि यस्ता आश्रमहरूमा आउनुपर्छ, बस्नुपर्छ भन्दै मेरी बाणीलाई यही विश्राम गर्छु। धेरै धन्यवाद श्रद्धेय गुरु हम्सन्ने चैतन्य गुरुलाई। आफूले यहाँ बस्दै गर्दाखेरि यहाँ चाहिँ आफूले देखेका, भोगेका र पहिलेदेखि पुर्खाहरूले गर्दै आएको कुराहरू यो यहाँको बारेमा बताइदिनु भयो। यसको लागि धेरै कोटी प्रणाम गुरुलाई। र हामी पनि जान्ने इच्छा राखेका थियौँ, गुरुबाट केही कुराहरू सिक्ने र केही कुराहरू जान्ने हामीलाई पनि अवसर प्रदान भयो। यो अवसरको लागि गुरुलाई धेरै धन्यवाद। हस्त कोटी प्रणाम, नमस्कार।
कसलाई बोल्न नाम